फाइनली गाइज हामी 10 वर्षपछि भेटेछ दाढीवालासँग विथ होइन पहिला चाहिँ थिएन खै आजभोलि जोगी बन्न लागेको साथी ब्रेकअप भयो मलाई यहाँसम्म ल्याइदिएकोमा धन्यवाद त्यही हो के भन्नु तिमीलाई केही छैन आफ्नो लङ टाइम भेट भयो धेरै खुसी छु आज अरू धेरै परिवर्तन भयो 10 वर्ष 10 वर्ष क्लास 10 पछि हैन 10 क्लास पछि आज भेट्यो धेरै खुसी लाग्यो वाटा सरप्राइज टाइपको भयो सर सपना जस्तो लागिरहेछ सर भइसक्नु भयो हामी त्यतै छौँ ल खाजा खान जाम भोक लाग्यो यार लास्ट के खाने खाजा मलाई अघि होइन त्यो समोसा र त्यो उता के त्यो छिन्चुमा खुवाएको मलाई यस्तो खान मन लाग्थ्यो होइन के गर्नु अब त्यो पकड त अब हामी घर जाँदैछौँ मैले आज मलाई यस्तो लाज लागिरहेको थियो गाडीमा बोल्नलाई अब के भन्नु भ्लग पनि गर्न मन लाग्छ बोल्न पनि लाज लाग्छ कहाँनिर त्यहाँनिर चाहिँ के सब साथीहरू त्यो बाँसको टाँगा आउँछ म चाहिँ डल्लो बेला सब साथीहरू त्यसो छ नि सबै एउटै गाउँ तिमी पनि छ हेर त यत्रो यो 3 वर्षपछि भेट भयो फाइनली हामी बोलाउनलाई ए यो मेरो के भन्ने एक्चुअली त्यो कोठाबाट दुग्रिएको थियो नि कहाँ जानको लागि त्यो दुग्रिएको थियो ए त्यो मगर ड्रेस लगाएको ए त्यति बेला त आमा म त भने लड्दै गएको त्यहाँ छ हामी फाइनली भेट भयौँ अब हामी पेट पूजा गर्दैछौँ पूजा त गरिसक्यो मन्दिरको पूजा मैले गरिसक्यो अब पेट पूजा गर्छ त्यही हो अझै घुम्न जान बाँकी छ मन कस्तो लाग्यो मलाई म त सोचिरहेको थिएँ आमा मैले ऋतुलाई बेटा कति भयो अब छ्या मलाई त स्कुलको दिनहरू याद आउँदैन स्कुल त होइन कलेजको दिनहरू याद आउँछ अन्त कलेज पनि के धेरै पढाइ गर्ने त्यस्तो रमाइलो केही त थिएन त्यही पनि फ्रेन्ड्स भयो यसलाई 2टा छोराछोरी पायो भने कसले भन्छ म पनि भन्दिनँ यार तेरो फ्रिडम देखेर त कसम यहाँ छोरा बिरामी छ मस्तले सासूले सामान दिसे छ जा गह यार यस्तो घरमा कसरी पाएछ त त्यस्तो त्यहाँ इन्टरभ्यू दैछ मेरो जनता जान्न चाहनुहोस् कसरी पाएछ यस्तो घरमा म के भन्नु यार ब्लक परेको ब्लक त त्यति बेला तिम्रो इक्जामको बेला बिहा ल हामीलाई मलाई त्यो बिहे गर्ने बोलाएको थियो नि ए बोलाएको थिएन बिहे भयो नि बोलाइदिनेहरूले मलाई हामी कोही आएको भयो तेरो बेला तेरो घरमा कोर्ट म्यारेज गर्ने कोर्ट म्यारेज गर्ने हो त्यसको पेट पूजा भएको छैन अब कतिवटा पेट पूजा हुन्छ
औषधि खान है सबभन्दा औषधि छुट्या हाल्दैन खाली पेटमा खाजा खाएर खै थाहा छैन म त भिडियो बनाऊ चाहिँ शहीद पार्क हाम्रो होइन यसको यसको शहीद पार्क यसले हामीलाई यहाँ ल्याएछि हामीलाई होइन मलाई ल्याएछि यार छ्या के हामीलाई भने होला आन्टीले पानी हालिदिनु हुन्छ मैले खाँदैछु पानी मलाई अस्ति पानी पनि मिठो लागेन आज फेरि पानी तिर्खै मरेको छैन आन्टीले हालिदिनु लोडाले हालिदिनु भयो कस्तो राम्रो आन्टी पनि नाक सर्लक हेर ओठ रातो फुली लगाइदिएछ नि त सुन होइन क्या खोइ त नगर है नगर तर राम्रो आउँदैन के मेरो साथीहरू सबै लङ्टेक विक्रमसँग फोटो खिच्दा म यत्रो अनि फोटो खिच्ने मान्छेलाई मिलाएर खिचिदिनु है भन्दाखेरि अब सानो भएपछि कसरी मिलाइदिनु भन्छ ल पागल छ त हात उठ्ने स्विमिङ पुल है हमारा स्विमिङ यसका हुन् जे छन् यसकै हुन् यस्तो छ यहाँको शहीद पार्क फर्स्ट टाइम एक्सपिरियन्स फोटो खिचिरहेछ हामीले